ए यो पो हो कुरा, अब मैले जानेको छ। आमा के हो आजकल त भाउजूको पारा? खोइ राम्रो घर पनि सफा गर्नु न, धन्दा पनि त्यत्तिकै छन्। झन् अघि त भात पकाउँदाखेरि चाख्दै हुनुहुन्थ्यो। गर्दैछ त, त्यत्रो धन्दा पनि गरी तैँले सघाइनस्, घर पनि सफा गर्दैछ। चाख्छ त अनि त्यही चाखेर त सधैँ नुन अमिलो पिरो चट्ट पारेकी हुन्छ त। टाउकोमा टेकाएर राख्नु भएको छ। अनि हजुरआमाले त चाख्नु हुँदैन भन्नुहुन्थ्यो त बुहारी मान्छे भएर। तेरि हजुरआमाले भन्नुहुन्थ्यो क्यारे, म भन्दिनँ। यस्ता सानातिर कुरा लिएर आएर नआइज यहाँ बहिनी। चाख्नु पर्ने बुहारीले नै त हो नि, छोरीले त जस्तो पकाए पनि कसले के भन्छ र? भान्सेले पकाएर अलिकति चाख्दा पछाडि खाने सबैले मिठो खान पाउँछन्। टाउको जोड्नु पर्ने होइन, थुतुनु गाड्नु पर्ने होइन। अलिकति प्लेटमा ल्याएर चाख्दा के हुन्छ र? चाख्न हुन्न भन्ने पनि कहिले दोष नदिनेले हो। बरु जा भाउजूलाई भनेर अलिकति तरकारी दे त, कस्तो तल त लाग्यो। ल्याउँदिन म, सधैँ भाउजूकै पक्ष लिएर बोलिराख्नु। हे भगवान्, मेरी छोरीले कसरी गरी खान्छ होला, कहिले बुद्धि आउँछ होला यसको। नन्दको विवाह भएको 1 महिना पछाडि। बुहारी, बाहिर बेल रिङ बज्दैछ, जाऊ त को आएछ हेर। को आएछ यतिखेर? आमै नानी, के भयो? आउनु यता बस्नु। ला नानी, के भयो? सबै चुट्टै चुट्छ त अनुहारमा। के भयो नानी, भन्नु न। नन्दले कुराला ज्वाइँले मलाई पिट्नु भयो। नानी, मैले तँलाई कतिचोटि भने भाउजूको कुरा आएर मलाई यसरी नसुना भनेर, तँले तँलाई कहाँ टेरिस? सधैँ भाउजूको ईर्ष्या गरिस्, डाहा गरिस्, हेला गरिस्, भाउजूलाई नराम्रो सोचिस्। हेर त, आज तँलाई तेरै नन्दले यस्तो हालत बनाइछे। अब त तेरो बुद्धि आयो होला नि, त्यही भएर कसैले कसैको नराम्रो गर्नु हुँदैन, त्यो सधैँ फर्केर आउँछ।